कालपात्रोमा हुँदैछ सैलुङ जाँदैछन् केटाहरू भन्ने छ। वनको उचित व्यवस्थापन गर्दा आगलागी शून्य। मकवानपुरको मनहरी गाउँपालिकामा रहेका डिपार्ट सामुदायिक वनको अध्यक्ष दम्मबहादुर मोक्तानले वनको उचित व्यवस्थापन गर्दा विगत 4 वर्षदेखि डिपार्ट सामुदायिक आगलागी नभएको बताउनुभयो। डिपार्ट सामुदायिक वनले वन व्यवस्थापनको हकमा चाहिँ वनलाई चाहिँ कार्यसमितिले मात्रै नभएर उपभोक्ता जीवहरूले पनि संरक्षण र व्यवस्थापनको हकमा निकै सपोर्ट गर्नुभएको छ। हामीले अहिले डिपार्ट सामुदायिक वनले वन संरक्षणको अर्थमा चाहिँ वनलाई आगलागीबाट जोगाउने अनि वनको जुन 2072 साल वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत कटन गरेको क्षेत्रमा चाहिँ बिरुवा संरक्षण गर्ने, त्यहाँ झाडी सफाई गर्ने, थिनिङ गर्ने लगायत विभिन्न कामहरू गरिएको छ। वनलाई संरक्षण गर्ने मात्रै नभएर वनलाई व्यवस्थापन मात्रै नभएर वनबाट उत्पादनशील कार्य पनि गर्नुपर्छ भन्ने अर्थमा डिपार्ट सामुदायिक वनले अर्ग्यानिक मल उत्पादन गर्ने, उपभोक्तालाई सुलभ मूल्यमा बिक्री वितरण गर्ने र प्रशस्त मल उत्पादन गर्न सकिएको बखतमा अन्यत्र पनि बिक्री वितरण गर्ने भन्ने अर्थमा डिपार्ट सामुदायिक वनले अहिले 5 वटा खाल्डा खनेर त्यो खाल्डा चाहिँ 1500 घनमिटर चाहिँ खाल्डो खनेको छ। एक खाल्डोमा चाहिँ 300 मिटर बराबरको चाहिँ खाल्डो खनेर चाहिँ अर्ग्यानिक मल उत्पादनको सुरुवात गरेको छ। यसलाई हामीले खाल्डोमा राखेर मात्रै पनि हुँदैन, खाल्डोमा राख्नुभन्दा अगाडि यसलाई चाहिँ पेल्नुपर्छ भनेर यो प्रति घण्टा 1 टन पेल्ने मेसिन पनि खरिद गरिएको छ। हामीले सुरुवात गरेको छ। यसलाई चाहिँ यो अर्ग्यानिक मलद्वारा अर्ग्यानिक चाहिँ रासन पानीको व्यवस्था गर्न सक्यो भने यो वनलाई जसरी चाहिँ उपभोक्ता जीवहरूले र कार्यसमितिले व्यवस्थापन गरेको छ उनीहरूको जीवनमा पनि राम्रो हुन्छ भन्ने हिसाब किताबले अहिले नेपाल सरकारले एक वन एक उद्यम र साँच्चै भन्यो भने मैले सुने अनुसार चाहिँ हरेक क्षेत्रमा एक अर्ग्यानिक मल उद्यम केन्द्र राख्नुपर्छ भन्ने व्यवस्थापन गरेको छ भन्ने सुनेको छ। त्यो अनुसार हो भने त डिपार्ट सामुदायिक वन पनि त्यो अर्थमा अगाडि बढेर नेपाल सरकारको सम्बन्धित निकायसँग चाहिँ समन्वय गरेर चाहिँ अर्ग्यानिक मल उत्पादन राम्रो गर्ने भन्ने अर्थमा लागेको छ। डिपार्ट सामुदायिक वनले मैले अघि नै भने संरक्षण मात्रै वनलाई व्यवस्थापन मात्रै होइन वनद्वारा पनि आर्थिक को चाहिँ जम्मा गर्ने एउटा स्रोत बनाउने भन्ने अर्थमा लागेको छ। यसले उपभोक्ताहरूलाई पनि राम्रो हुने र संरक्षण गरेकोमा उपलब्धि पनि भयो भन्ने कुरा बुझ्न सक्ने गरी अगाडि बढाउँ भन्ने अर्थमा हामी लागि परेको छ। हामीले डिपार्ट सामुदायिक वनले अर्ग्यानिक मल मात्रै नभएर हामीले तेजपात पनि रोपेको छ, कुरिलो रोपेको छ। हामीले यो विभिन्न बिरुवाहरूलाई हामीले चाहिँ व्यवस्थापन गरिएको छ। हामीले बाँस रोप्ने कामहरू गरेको छ। हामीले यो संरक्षण गरेको रुखहरू चाहिँ बढ्दै चाहिँ अगाडि बढेको छ र यो पुरानो रुखहरूलाई चाहिँ काटेर नयाँ रुखहरू बिरुवाहरू उत्पादन गरियो भने धेरै उत्तम हुने रहेछ भन्ने कुराहरू चाहिँ डिपार्ट सामुदायिक वनमा हामीले चाहिँ व्यवस्थापन गरेको यो चाहिँ सानो बिरुवाहरूबाट थाहा पाएको छ। यसलाई नेपाल सरकारले डिपार्ट सामुदायिक वन मात्रै नभएर हरेक सामुदायिक वनलाई पुरानो रुखलाई व्यवस्थापन गर्दै बिक्री वितरण गर्दै नयाँ बिरुवा उत्पादन गर्ने दिशामा व्यवस्थापन गर्यो भने धेरै उत्तम हुन्छ भन्ने हाम्रो बुझाइ हो। वनबाट आम्दानी गर्ने उद्देश्यले मल उत्पादन गर्दा उपभोक्ताले सुलभ मूल्यमा प्राप्त गरिरहेको बताउनु भएको छ। एक खाल्डोमा 300 ट्र्याक्टरको दरले मल बनाइएको उहाँको भनाइरहेको छ। डिपार्ट सामुदायिक वन उपभोक्ता समूहको कोषाध्यक्ष समरबहादुर गोलेले सामुदायिक वनले कुरिलो, बेसार र जडीबुटी खेती गरेर दलित, विपन्न र महिलाको आय आर्जनमा टेवा पुर्याएको बताउनुभयो। वन व्यवस्थापन भन्नाले वन जोगाउने सँगै उपभोग गर्नु पनि रहेको उहाँको भनाइ छ। संस्थागत विकास यो वन व्यवस्थापन सम्बन्धी चाहिँ हामी धेरै रूपमा चाहिँ अगाडि व्यवस्थापनको हकमा चाहिँ अगाडि बढिरहेको अवस्थामा सामाजिक विकासमा तपाईको धेरै बाटोघाटो, खानेपानी
लगायत आवश्यकतामा चाहिँ पदपूर्ति गर्दै हामी अगाडि बढिरहेका छौँ र यता वन विकासको तर्फमा हामी सम्बन्धित निकायसँग समन्वय गरेर प्राविधिक लागत इस्टिमेट बमोजिम विधान कार्ययोजनासँग चाहिँ सम्बन्धित लागत इस्टिमेट बमोजिम तयारी गरेर नै हामी काम गर्छौँ। हामी आफ्नो ढङ्गले कुनै पनि काम नगरिकन यसै नै अगाडि बढिरहेको अवस्था छ भने यता गरिबी न्यूनीकरणको हाकमा हामीले महिला सशक्तिकरणको लागि कुनै न कुनै तपाईँको जडीबुटी घाँस दाउरा स्याउला सोत्तरमा पनि हामीले त्यस्तै खालको व्यवस्थापन गरेको छ। तपाईँको यहाँ गरिबलाई आय आर्जनको लागि चाहिँ कागती कुरिला बेसारहरू तपाईँको सर्वगन्धा लगायत अन्य प्रजातिको जडीबुटी पनि हामी व्यवस्थापन गरिरहेको अवस्था छ। डिपार्ट सामुदायिक वन उपभोक्ता समूहका युवा अध्यक्ष दीपक मोक्तानले सबैले गाईबस्तु पाल्न छोडेकाले पत्करबाट मल बनाउन सुरु गरिएको बताउनुभयो। त्यो कारणले पनि हामीले यो मल उत्पादनतिर लाग्यो हो। अनि अर्को त अब यो हाइड्रेसन यो चाहिँ जमिन सबै रुख काटेर खाली भइसकेपछि यसलाई उपभोग गर्नुपर्छ भन्ने हिसाबले यो खाली नराखौँ भनेर हामीले कति ठाउँमा चाहिँ कागती पनि रोपेको छु। कुनै ठाउँमा चाहिँ हामी तेजपत्ता पनि रोपेर हुर्काएको छु। अनि कुनै ठाउँमा चाहिँ हामीले यसै गरी मल उत्पादन गर्ने हिसाबले खाल्डो 5वटा खाल्डो चाहिँ हामीले 15 घनमिटरको चाहिँ हामीले खाल्डो खनेको छ 5 ठाउँ गरेर। यसमा चाहिँ हामीले यो खाल्डोलाई चाहिँ मल बनाउने चाहिँ कसरी गयो सोच बनायो भन्दाखेरि अब यो सबै स्रोतहरू झ्यास पात पतेङ्गरहरू सबै जम्मा गर्दाखेरि एक ठाउँमा सोरेर कलेक्सन गर्दाखेरि एउटा मल पनि बन्ने भयो। त्यसपछि यो सफा भइसकेपछि आगो लागिबाट अलिकति आगो लागि हुनेबाट चाहिँ अलिकति सुरक्षित पनि हुने भयो भनेर चाहिँ हामीले त्यही हिसाबले चाहिँ मल बनाउनुपर्छ। मल बनाउँदाखेरि यता के त खेती किसानीहरूलाई अलिक सहज पनि हुनसक्छ। गाईबस्तुबाट डाइरेक्ट निकालेको मल चाहिँ उत्पादन मल चाहिँ महँगो पर्ने भयो। 5,000 रुपियाँ टिपको पर्छ लिन्छ भने हामीले चाहिँ यो झ्यासबाट पात पतेङ्गर झिजामिजाबाट उत्पादन गरेको मल चाहिँ हामीले अझै सुलभ मूल्यमा दिन सक्छौँ कि भनेर चाहिँ हामीले क्यालकुलेसन गरिरहेको छौँ। त्यसैले चाहिँ हामीले यो मल उत्पादनतिर लागेको हो। यसै समूहकी उपभोक्ता विमला राईले सामुदायिक वनबाट आम्दानी भएको बताउनुभयो। नजिकै छ, अहिले टाढा जानु पर्दैन। पहिला अलिक धेरै चोरी सिकारीले काठ तस्करहरूले दाउरा घाँस दाउरा बेचबिखन गर्थ्यो। त्यो बेला चाहिँ अलिक गाह्रो थियो। अहिले अब त्यो रोक छ, अहिले अनि सजिलो छ। अहिले फाइदा भन्दा पनि अब खै के भन्ने त कुरै आउँदैन बोल्न लागेपछि। वन अब डढेलो लाग्नबाट बचाउने अनि फडानी नगर्ने, यसो बोट बिरुवालाई संरक्षण गर्ने, पुनरुत्पादन गरेर बोट बिरुवा जोगाउँदै। गाईबस्तु नपाल्दा पनि वनबाट यो स्याउला सोत्तर यो अर्ग्यानिक मलहरूले सजिलो भएको छ खेतीपाती गर्नलाई। अनि के भन्ने त खै त्योभन्दा सजिलो भएको छ। अनि नजिकै छ, प्रशस्त सबै आय आर्जन पनि उपलब्ध गराइदिनु भएको छ। आर्थिकहरू पनि सबै सजिलो छ। अस्मी मोक्तानले आफ्नो घर वनको छेउमा भएकोले पहिला घर नै डढ्ने डर भएको, तर हाल वन सुधार कार्यक्रमले वनमा आग लागि नभएको झाडी सुधार गर्दा आम्दानी पनि भएको बताउनुभयो। डिपार्ट सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता कुमार सिंह तामाङले डिपार्ट उपभोक्ता वन समूहले घाँस दाउरा सहज बनाउनुको साथै आग लागि हुन नदिएको र कुलो बनाएर खेती गर्न सजिलो बनाउनुको साथै रोजगारीको अवसर दिएको बताउनुभयो। अब खेलकुददेखि अब सँगसँगै सबै कुरामा डिपार्ट सामुदायिकले सहयोगहरू माग्न आउने बेलामा सबै कुरामा डिपार्ट सामुदायिकले सहयोग गर्नु भएको छ अहिलेसम्म। जस्तै अब उपभोक्ताले घाँस दाउरा गर्नलाई सहज रूपमा योगदान गर्नुभएको। अनि अन्य अब आग लागि हुनबाट पनि लगभग 3 वर्ष भयो। आग लागि यो डिपार्ट सामुदायिक भित्रमा भएन अहिलेसम्म। धेरै राम्रो काम गर्नुभयो। अनि अन्य सामाजिक विकास जस्तै कुलोमा अनि विद्युतमा अनि सेलेब ढलान अनि भवन
निर्माणसम्म सबै कुरामा डिपार्ट सामले धेरै राम्रो काम गर्ने भएको त्यति नै हो। तपाईहरुलाई उपभोक्ता भएको हिसाबले फाइदा के छ? फाइदा त अब धेरै कुरामा फाइदा छ। अब रोजगारीका अवसरहरू पनि हुन्छ। जस्तै अब तेजपत्ता यो कुरिलो अब उत्पादन गरेर बिक्री वितरण गर्ने, त्यहाँबाट आय आर्जन गर्ने, अनि युवाहरूको लागि रोजगारको अवसर, उपभोक्ताको लागि रोजगारको अवसर सबै प्राप्त हुन्छ। सुनाचारी सामुदायिक वन उपभोक्ता समूहका सचिव रमेश कार्कीले वन समूहले पानीको मुहान जोगाउन रिचार्ज पोखरी निर्माण गरेको बताउँदै उक्त पोखरीहरूको कारण धेरै स्थानमा पनि पलाउन थालेको बताउनुभयो। सुनाचुरी सामुदायिक वनले चाहिँ वन संरक्षण साथसाथै सदुपयोग र वनबाट उत्पादन भएको काठ दाउराबाट चाहिँ भएको आम्दानीले चाहिँ 40% वन विकास, 35% गरिबी न्यूनीकरण र बाँकी रहेको संस्थागत तथा सामाजिक विकासमा खर्च गरेको छ। जस्तै वन विकास अन्तर्गत चाहिँ हामीले वन संरक्षणमा हामीले वृक्षारोपण, झाडी सुधार, फारलाइन, डढेलो नियन्त्रण लगायत चुरेमा चाहिँ पानीको मुहान संरक्षण पनि गर्नुपर्छ भन्ने हिसाबले अबको समय पानी हामीलाई चाहिँ एकदम हाहाकार हुन सक्ने अवस्थाले चुरे चाहिँ सुक्खा हुँदै गएको छ, जसले गर्दा हामीले चाहिँ पानीको मुहान संरक्षण गर्नुपर्छ भन्ने हिसाबले रिचार्ज पोखरी प्राकृतिक रूपले उत्पादन भएको मुहानलाई चाहिँ हामीले संरक्षण गर्ने गरी यो पक्की 3वटा र कच्ची प्राकृतिक हिसाबको 2वटा गरेर 5वटा पोखरी बनाएको छौँ, जसले गर्दाखेरि चाहिँ यस वन क्षेत्र भएको पानीको मुहान पनि संरक्षण भयो, सँगसँगै यसले योभन्दा मुनिको जग्गा सिंचित पनि हुन्छ। साथै डढेलो लागेको बेलामा हामीलाई चाहिँ यसबाट पानी पर्याप्त हुने भएकोले डढेलो नियन्त्रणलाई पनि सहज भएको छ। वन्यजन्तुलाई एकदमै भनौँ न चैत वैशाखको खरेडीमा पनि पानीको स्रोत पुग्ने भएकोले हामीले यस्तो खालको पोखरीहरू निर्माण गरिरहेका छौँ। यो चाहिँ हाम्रो वन विकासकै कार्यक्रमको अन्तर्गत हामीले चाहिँ हाइटेसन मुनि भएको क्षेत्रहरूलाई चाहिँ खाली रहेको क्षेत्रमा कागती रोपण पनि गरेका छौँ। करिब हाम्रो 200-300 बोट कागती हामीले रोपिसकेका छौँ, उत्पादन पनि लिन सुरु गरिसकेका छौँ। यसपालि मात्रै हामीले करिब 4 कुन्टल बराबर हामीले कागती पनि बिक्री गरेको छौँ। सर्पगन्ध, तेजपत्ता, अदुवा जस्ता भनौँ न वन पैदावारहरू हामीले रोपेर आम्दानीको स्रोतहरू चाहिँ निर्माण गरेको छौँ। वनलाई चाहिँ अब हामी मात्रै वन पैदावारसँग होइन, अब उद्योग र हामीले पर्यटनसँग पनि जोड्नुपर्छ भन्ने हिसाबले हामीले अहिले कार्ययोजना संशोधन गरेर पर्यटनतिर पनि हाम्रो चाहिँ केही क्षेत्र छुट्याएर पर्यटन विकास हामीले हाइवे टुरिज्म भन्ने एउटा अवधारणाहरू अपनाएर चाहिँ एउटा हाइवे टुरिज्मको अवधारणाले चाहिँ हामीले एउटा काम पनि अगाडि बढाएका छौँ। जस्तै गर्न लायक छौँ भने अर्को हाम्रो औद्योगिक वनलाई आय आर्जनमा जोड्नलाई सहज हुने हिसाबले औद्योगिकरण गर्नुपर्छ भनेको उद्यमसित जोड्नुपर्छ भन्ने हिसाबले हामीले यो हाइटेसन मुनि रहेको क्षेत्रलाई चाहिँ जडीबुटी लगाउने, त्यसबाट प्रशोधन गरेर आय आर्जन गर्ने भन्ने हिसाबले हामीले त्यो क्षेत्र पनि काम गरिरहेका छौँ। भनी हामीले सामाजिक विकासमा चाहिँ गरिब न्यूनीकरण कार्यक्रम मध्ये चाहिँ हामीले महिला सशक्तिकरण गर्नुपर्छ। जो चाहिँ प्रत्यक्ष यो समुदाय वनमा जोडिएका हुन्छन् उनीहरूको आय आर्जनमा चाहिँ वृद्धि गर्नुपर्छ भन्ने हिसाबले हामीले सिप विकासको कार्यक्रमहरू, सिलाइ कटाई, गाई जस्तो वितरण, बाख्रा वितरण जस्तो कार्यक्रमहरू हामीले गरेका छौँ। भने स्वास्थ्य बिमा हामीले करिब प्रत्येक वर्ष 30-35 यसपालि गएको साल मात्रै हामीले 50 परिवार 53 परिवार र त्योभन्दा अगाडि हामीले 25 परिवार भनेको वर्षैपछि हामीले चाहिँ स्वास्थ्यमा पनि यसरी स्वास्थ्य बिमा मार्फत पनि हामीले गरिब न्यूनीकरण कार्यक्रमहरू सञ्चालन गरेका छौँ। उक्त वनमा 5वटा पोखरीहरू रहेको उहाँको भनाइ छ। त्यस्तै सामुदायिक वनमा जैविक विविधता संरक्षणका लागि बोट बिरुवा पनि रोपन र संरक्षण गरिएको छ। त्यस्तै सामुदायिक वनमा जैविक विविधता संरक्षणका लागि बोट बिरुवा पनि रोपन र संरक्षण गरिएको छ। लोपनमुख विजयसाल, सतीसाल, दार,
चिउरी तथा बहुउपयोगी निम रोपण गरिएको छ भने लोपन्मुख वन्यजन्तु सालकको संरक्षणमा विशेष जोड दिइएको छ। जैविक विविधता संरक्षणका लागि हाइटेन्सन मुनि खेर गएको वनको जग्गामा सामुदायिक वन मार्फत कागती, तेजपात, सर्वगन्ध लगाइएको छ भने वन व्यवस्थापनका साथै सामुदायिक वन समूहका उपभोक्ताले त्यहाँको पत्कर जम्मा गरेर जैविक मल बनाएर बिक्री गरी आय आर्जन गरिरहनु भएको छ।